दाइको शुभ नाम मेरो चाहिँ दिनेश राई। के गर्नुहुन्छ? म चाहिँ सामान्य कृषक, अहिले चाहिँ खाँदबारी बस पार्क काउन्टरमा सानो रेस्टुरेन्ट खोलेर बसेको छु। दाइ यो तपाईँहरूले चाहिँ जस्तो हाम्रो माइती मावली सर्भिस हामीले दिइरहेछौँ, त्यसमा हामीलाई धेरै सपोर्ट गर्नुभएको छ। खाजा चियापानदेखि लिएर हरेक कुरामा सपोर्ट गरिराख्नु भएको छ। यो तपाईँलाई कस्तो लागेको छ अनि कसरी तपाईँलाई सहयोग गरौँ त्यस्तो कसरी लाग्यो दाइ भनिदिनुहोस् न। होइन, यो चाहिँ एउटा समयकालीन परिस्थितिमा हरेक चिजको एउटा समय अवधि, एउटा क्राइटेरिया, एउटा चाहिँ लिमिटेसन हुन्छ। अब समयले परिवर्तन माग गरिरहेको छ। हुन त अब अहिले जेन्जी भनिराख्दाखेरि एउटा उमेर समूहलाई मात्रै जोडेर जाने भन्दा पनि जेन्जी एउटा नितान्त एउटा परिवर्तनकारी एउटा विचार हो। त्यो विचारको प्रभावमा सबैजना एक ढिक्का भएर लागिएछ भने परिवर्तन सम्भव छ भन्ने कुरा हो। तसर्थ साथीभाइहरू यसरी खटिराख्दाखेरि जो म आजभन्दा 20 वर्ष अगाडि 12 वर्ष लगभग समथिङ होइन मा चाहिँ पाटामार भएर 14 वर्षमा त म डब्ल्युटी होल्टामार भएर चाहिँ एउटा परिवर्तनको सङ्घारमा आफूलाई होइन जीवन मृत्युको दशामा आफूले कफन बाँधेर एउटा क्रान्तिको नाममा जुन एउटा 10 वर्ष जनयुद्धमा 10 वर्ष लामो मैले पनि आफ्नो यो देशको परिवर्तनको लागि योगदान जुन भूमिका खेल्ने। तसर्थ अहिले आएर फेरि पनि साथीहरूले एउटा नाम जेसुकै होस्, उमेर समूह जेसुकै होस्, देशमा परिवर्तन आवश्यक छ भन्ने कुरा मलाई पनि हेर्का रहेको हो। तसर्थ साथीहरूले परिवर्तनको लागि यसरी चाहिँ अवरात र आफ्नो चाहिँ चाडबाड साथीहरू पनि थिए होला होइन, परिवार छ सम्भवतः उहाँहरूको पनि दसैँ तिहार त होला नि त। तर पनि उहाँहरूले चाहिँ अरू दुखी गरिब या चाहिँ असहाय या चाहिँ अभाव परेकाहरूलाई पनि खालको एउटा साथ सहयोग दिइराख्नु भएको छ। त्यो चाहिँ उहाँहरूको मात्रै व्यक्तिगत नभएर हाम्रो पनि त्यसमा काहीँ न काहीँ हामीले पनि अलिकति सकेको थोर बहुत सहयोग गर्नुपर्छ भन्ने हेतु मात्रै हो। त्यसमा धेरै कुरा गइरहेको केही छैन। सामान्यतः म पनि एउटा परिवर्तन चाहने एउटा सामान्य एउटा नागरिक, परिवर्तन आवश्यक छ भन्ने विचार मसँग पनि सहमत भएर मैले साथ सहयोग दिए हो। र त्यस्तो धेरै ठुलो साथ सहयोग पनि होइन, मैले सक्ने सामान्य चिया कफी यसो साथीभाइले ल जाडो छ चिया कफी खाउँ भन्ने मात्रै हो। त्यस्तो अरू कुरो त मैले केही सहयोग गर्न सकेको छैन। अनि दाइ यो विशेष गरी धेरैजना समस्यामा परेकाहरूले हाम्रो यो सर्भिसबाट सेवा पाए, उनीहरूले पनि त्यो सेवा उपभोग गर्नु पाउँदा एकदम खुसी छ। यो ठ्याक्कै सेवाकै विषयमा चाहिँ तपाईँलाई कस्तो लाग्छ? होइन, मलाई नितान्त मान्छे हो होइन, मान्छे चाहिँ समस्यामा आइपर्दाखेरि त्यहाँ जाति पार्टी क्षेत्र लिङ्ग वर्ग उमेर समूह केही पनि हुँदैन। त्यहाँ नितान्त समस्या हेरिन्छ, समस्यालाई इङ्गित गरिन्छ। त्यहाँ जुनै वर्गको पनि हुनसक्छन्, जुनै उमेर समूहको हुनसक्छन्, या लिङ्गको हिसाबले चाहिँ त्यहाँ महिला पनि हुनसक्छ, पुरुष पनि हुनसक्छ होइन। तपाईँको सबैलाई तपाईँहरूले परेको खण्डमा कुनै पनि तपाईँले चाहिँ त्यहाँ फरक विचारका पनि थिएला, फरक सोचका पनि थिएला। त्यहाँ तपाईँले समस्यालाई हेर्नुभयो, समस्यामा परेकालाई एक खालको चाहिँ त्यो समाधान दिने, सहायता दिने, एक खालको चाहिँ काँधै हाल्ने काम गर्नुभएको छ। यो त एकदम सराहनीय छ। यसको त म शब्दमा बयान गर्न सक्दिनँ। तपाईँको साथ सहयोग धेरै छ। हस्, थ्याङ्क यू दाइ। हस्, थ्याङ्क यू।